गरिसकेपछि चाहिँ हामी झर्दैछौँ टुङटुङ पारामा होइन जानुपर्छ। दर्शनार्थीको चाहिँ घुइँचो देख्न सक्नुहुन्छ आज पहिलो हप्ता। ल मन्दिर देखाउँछु होइन यसो गरेर जाने। चाहिँ गएर त्यो मेन गेट हो पारामा यता चाहिँ यो मालाहरूदेखि लगेर सबै इत्यादि सामानहरू चाहिँ यहीँदेखि लान सक्नुहुन्छ। छ यो भर्खरै बन्यो हो होइन हेर्नु सक्नुहुन्छ तलबाट बबाल देखिन्छ है। उहाँ चाहिँ गृहमन्त्री हुनुहुन्छ होइन। हेलो दर्शक नमस्ते, वेलकम ब्याक माई न्यू भ्लगमा। आज म फेरि पनि ठ्याक्कैसँगले मन्दिरको भ्लग बनाउनु चाहिँ आइरहेको छु होइन। आधी उधी चाहिँ गरिसकेको छु, अहिले यो गेटको लागि चाहिँ देखाउनुको लागि म फेरि फर्केर आइरहेको छु होइन। म खतरा देखाइदिन्छु है तपाईँहरूलाई होइन। यता यो गेट चाहिँ बाहिरदेखि अब त्यो भित्र तेर्सको चाहिँ गरिसकेको छु मैले होइन। भित्र तेर्सको चाहिँ गरिसकेपछि चाहिँ अब म ठ्याक्कैसँगले तपाईँहरूलाई बाहिर देखाउँछु। यता बाहिरको सिन चाहिँ यस्तो छ, दामी आउँछ है। फेरि यता यस्तो छ होइन। यो पूजा गर्ने सामानहरू चाहिँ थालीहरू चाहिँ बबालै छ है। देखि यता हेर्न सक्नुहुन्छ यता यस्तो छ। यो चाहिँ अब पुगिन्छ त्यहाँ माथि भनेपछि यो चाहिँ जाँदैछु। यो चाहिँ अब गेटमा आइपुग्न लाग्यो होइन। गेटमा आइसकेपछि चाहिँ अनि यसरी जाने हो। यो पारीदेखि चाहिँ अब यो चाहिँ प्राङ्गण भयो। यहाँदेखि चाहिँ गएर त्यो मेन गेट हो। तपाईँलाई त्यो भित्र चाहिँ भित्र नि छ पुरै छ होइन। अनि अब म चाहिँ त्यो मुनिबाट जान्छु है गाइजहरू यताबाट ठ्याक्कैसँगले यसरी जाँदैछु। यो अलिकति लुज भएछ है मेरो। ल म जाँदैछु टुङटुङ पारामा यस्तो गाइजहरू है। खतरा छ अब बाहिरदेखि। गेट भइहाल्यो होइन माथि टक्कसँगले। कताबाट जाने? तलबाट यो चाहिँ यताबाट जान सक्नुहुन्छ। हेर्न सक्नु यहाँ चाहिँ सामानहरू लिएर जाने टक्कसँगले होइन। यता चाहिँ यो मालाहरूदेखि लगेर सबै इत्यादि सामानहरू चाहिँ यहीँदेखि लान सक्नुहुन्छ तपाईँहरूले होइन। पछाडि चाहिँ उतादेखि आएर पनि यतादेखि पनि आउने बाटो छ क्या। यो चाहिँ पुरै एक राउन्ड छ। यहाँदेखि तल गएपछि चाहिँ भसा गुफा छ क्या। भसा गुफामा चाहिँ अहिले जान्न म होइन। मैले पहिल्यै बनाइसकेको छु भिडियो। भसा गुफाको चाहिँ अब चाहिँ म बनाउँदिनँ, त्यहाँ चाहिँ झर्दिनँ। तपाईँले झर्ने बाटो चाहिँ देखाउँछु है। अनि यहाँदेखि यता भक्तजनहरूको चाहिँ लाइनै छ होइन। झ्यापैसँगले चाहिँ म त आइसकेको छु होइन। ल शङ्ख रहेछ कान्छ, शङ्ख बजाउने। ल यहाँदेखि चाहिँ यस्तो उँधो छ। यतादेखि पनि छ उतादेखि पनि छ क्या बाटो चाहिँ। यतादेखि भसा गुफा झर्छ। भसा गुफादेखि अनि चाहिँ यता चाहिँ केरा चाहिँ बबाले राखेको रहेछ है। सेतो केरा टक्कसँगले। ल उता माथि रहेछ। साउन महिनाको पहिलो सोमबार पुरा घुइँचो लागिरहेछ दर्शन तिर्खालुको चाहिँ होइन। म पनि यता झरिरहेको छु टुङटुङ पारामा चाहिँ टक्कसँगले गाइजहरू होइन। खत्रै आउँदैछ। ल
यहाँ फोटो सेसन चलिरहेको रहेछ है दर्शन गरिसकेपछि चाहिँ हामी झर्दैछौँ टुङटुङ पारामा होइन जानुपर्छ यसरी हामी चाहिँ अब जाँदैछौँ दर्शन गरिसकेपछि अब बाहिरको भिडियो चाहिँ अब एकछिन सुट गर्न बाँकी छ अझै गरेकै छैन होइन अब माथि निस्किसकेपछि अनि गर्नुपर्छ गेट तिर्सकेको चाहिँ मेन गेट होइन यो भित्र चाहिँ दर्शन गर्ने यता पार्वती छ नि यता महादेव थान छ टक्कसँगले यहाँ चाहिँ दर्शनार्थीको चाहिँ घुइँचो देख्न सक्नुहुन्छ आज पहिलो हप्ता ल यस्तो चाहिँ यो चाहिँ मेन गेटदेखि चाहिँ भित्र चाहिँ तपाईँहरूलाई ठ्याक्कै मन्दिर देखाउँछु होइन यसो गरेर जाने उतादेखि टीका लगाउने कार्यक्रम भइरहेछ यता पनि यता घुइँचो देख्न सक्नुहुन्छ होइन के छ नि होइन 1 महिना चामल लिएर बस्नुपर्छ कि अझै अब यहाँ भाइले चाहिँ भन्दैछ 1 महिना चामल लिएर बस्नुपर्छ भनेर होइन अब बेर पनि छैन फेरि होइन हामी त छिटो मान्छे हो होइन टक्कसँगले यो चाहिँ गुम्बा भयो यता मेन गेट छ अब तलको भसादुलो पनि छ होइन ल अब यहाँ भाइको पालो छ होइन ल यता नि ऊ टीका लगाएर राम्री भएर बसिरहेछ ल तिम्रो युबाट छ यता दमरुवाला छ ल चाहिँ कस्तो भयो भनेर देखाउँदै गरे हो ल है हलेसी बजारको चाहिँ बाहिर प्राङ्गण चाहिँ यस्तो छ होइन भक्तजनहरू चाहिँ देख्न सक्नुहुन्छ आउने जाने क्रम चाहिँ बवालै भइरहेछ है बवालै भइरहेछ होइन आउने जाने चाहिँ अब यता पनि देख्न सक्नुहुन्छ होइन सबैतिर छ यस्तो चाहिँ यतादेखि यो बाहिरको भ्यू चाहिँ यस्तो दामी छ कि होइन यता यस्तो गरेर अब जाँदैछु यता चाहिँ परेदेखि यत्रै भइरहेछ कता अब होइन अब भिडियो चाहिँ लास्टसम्म आउँछ होइन आज राम्रो भिडियो गर्नै पाएन नि यिनीहरूले थाल म चाहिँ अब होइन टोलीहरूसँग चाहिँ कता हिँडिरहेको छु भन्दाखेरि यो चाहिँ मन्जुश्री जानेको सिँढी हो होइन सिँढीमा अब के गर्ने होइन यहाँ बवाल रहेछ यो के रहेछ यो यहाँ माथि यस्तो दामी रहेछ यहाँदेखि चाहिँ अब गुम्बा चाहिँ यहाँ पर छ यो परको चाहिँ अब गुम्बा यो मन्दिर चाहिँ त्यही गुफाहरू त्यही भित्र छ होइन यहाँदेखि चाहिँ यो मध्य पहाडी लोकमार्ग तल भइहाल्यो होइन अनि यो चाहिँ हलेसीको माथिदेखि देखिने भ्यू चाहिँ हो अझै यता यो अझै छ बाँकी जान पर्ने चाहिँ ल साथीहरू यो चाहिँ ठ्याक्कै यो मन्जुश्री गुफा जाने बाटोमा चाहिँ छु यस्तो होइन यो चाहिँ बवालै छ है यो भर्खरै बन्यो हो होइन यो यस्तो यो सिँढी के गराएको तार गराएको है यस्तो बवाल बनेको छ नि यता मारुतिका गुम्बा यता छ गुम्बाहरू अनि यो महादेव स्थानहरू होइन अनि म चाहिँ यता यो पर मन्जुश्री गुफामा गइरहेको छु होइन त्यहाँ पनि रमाइलो ठाउँ छ अब पानी पर्नु थाल्यो अब कतिखेर पुग्छु होइन अब धेर त छैन यता तल हेर्न सक्नुहुन्छ यस्तो दामी बवाल भ्यू छ क्या होइन यहाँदेखि
आएपछि चाहिँ यस्तो बवाल छ कि बवाल छ। यो घर नानी कस्तो छ यस्तो बवाल छ। यो चाहिँ होटलहरू सबै होइन होटलहरूमा चाहिँ अगाडि यहाँ 3 जना मोडलहरू पनि जाँदैछ होइन। मोडलहरू पनि जाँदैछ टक्कसँगले पानी परेर। पारिजात फुल मालती हामी चाहिँ अब पुग्दैछौँ। यसो हेर्नु सक्नुहुन्छ तलबाट बबाल देखिन्छ है। पारिजात पढेको छैन यस्तो बवाल छ है ठाउँ चाहिँ होइन। झन्डैले माछा मारेँ कि क्या मैले। पानी साह्रै पर्यो उता त त्यही भएर म तान्नु सकिनँ। यस्तो बवाल छ है यता जाँदैछ। ल होटलहरू छ मिनी ग्रेडवाल कि ग्रेटल वाल हो तर त्यो थाहा भएन। जे होस् अहिले राम्रो चाहिँ राम्रो बनाएको छ यसपालि। यसरी नै यो 2 वर्ष भएन बनाएको यो। यो उकालो चाहिँ ठ्याक्कै यस्तो बवाल छ क्या। ल उहाँ चाहिँ गृहमन्त्री हुनुहुन्छ होइन। ए मेरो अर्धाङ्गिनी ए मेरो बुढी तिमी किन हातमा के यो एआई हो एआई मेरो बुढी त के भन्दैछ अब बहिनी के ए मेरो बुढी बहिनी। यो सब एआई हो मसिनमा ल यस्तो यहाँदेखि चाहिँ अब यो पनि बस्नु चाहिँ यसको बवाल छ यहाँदेखि होइन। जाँदाखेरि यस्तै ल यो चाहिँ हलेसुङ डाँडादेखि देखिने चाहिँ हलेसीको दृश्य चाहिँ यस्तो छ है। ल यस्तो चाहिँ दामी छ यहाँदेखि भ्यू हेर्न सक्नुहुन्छ। यो माथि हलेसी गढीको प्रवेशद्वार माथि छ है। यहाँ छ यहाँदेखि अनि यता गएर यस्तो छ क्या। यहाँ चाहिँ दामी हावा खाने ठाउँ शीतल छ उस्तै छ होइन। ल गाइजहरू यो चाहिँ परको हलेसी हो। म चाहिँ अब ठ्याक्कैसँगले यहाँ आइपुगिसकेँ होइन। यहाँदेखि अब कस्तो हुन्छ भिडियो चाहिँ होइन। भिडियो हेरेर अन्तिमसम्म हेरेर अनि प्रतिक्रिया दिनु होला होइन। अनि ठ्याक्कै म चाहिँ त्यहाँदेखि आइसकेँ है गाइजहरू टक्कसँगले।